घन्टी लाग्यो घन्टी चाहिँ बज्ने भयो बाबा ढोकरे आयुष्मान बाबा सुखी बाबा खै त मम्मी माहौल गम्भीर छ सिधा कुरा यसपालि बालेन्दालाई प्रधानमन्त्री बनाउनलाई हामीले अब कसरी हुन्छ हाम्रो घर परिवारको भोट कसलाई जानुपर्छ थाहा नै छ तपाईँलाई कि मैले सिकाउनु पर्छ कि पर्दैन हामीले नि बालेनलाई नै भोट हाल्ने भनेर टक्क लाएर ठिक छ ल सोचेर बस्नु यत्रो वर्ष खेर गयो हो गयो भोट जाने छैन बिस्तारै उहाँ झापामा सुन्लान् ओलीले सुन्नु यहाँ तपाईँको जाने ओली प्रधानमन्त्री होला र मलाई फेरि यहाँ तान्लान् भन्ने डर छ अर्को हिसाबले ल ठिक छ मैले भन्नु चाहिँ के भन्दाखेरि बाबा अब यसपालि राजसभालाई भोट हालेर हेरौँ अर्कोचोटि बरु के हुन्छ कस्तो हुन्छ अब त्यो म भन्न सक्दिनँ मलाई नै भोट हाल्ने पनि दिन आउन सक्ला यसपालि राजसभालाई हेरौँ अब अर्कोचोटि के हुन्छ म जान्दिनँ तर हाम्रो तर्फबाट हाम्रो घरबाट चाहिँ सही मान्छेलाई भोट जाओस् म चाहिँ अब हजुरहरूको अधिकारको कुरो मैले जबरजस्ती यसलाई नै हाल भन्दिनँ म तपाईँलाई जसलाई ठिक लाग्छ त्यसलाई हाल्नुहोस् तर सोचेर हाल्नुहोस् त्यही हो कुरो है यसपालि भोट भोट भनेको भोटे हुन्छ तर अहिले लट्ठीमै जान्छ कि भन्ने कुरो लट्ठी छैन कि बुढा फेरि झुक्यो उयो आत्तेर सूर्यमा हाल्ला फेरि ओलीले त हान्छ तँ यहाँ चाहिँ नि चाहिने कुराले ल ठिक छ लौरी अब ठिक छ केही भएन हुन्छ आराम गर्नु म खाना खान्छु तर हाम्रो यसपालिको भोट चाहिँ हाम्रो राजसभामा जाओस् किनभने अब हजुरहरूको अधिकारको कुरो मेरो आफ्नो भोट त कसलाई जान्छ भन्ने कुरो मलाई थाहा नै छ